नमस्ते, म वागेन्द्र गुण। आज म तपाईहरु समक्ष चतुर्थ शतकको पहिलो अध्याय अनित्य भावनाको चाहिँ दोस्रो श्लोकको चाहिँ प्रवचन गर्न जाँदैछु। राम्रोसित सुनेर आफ्नो मनमा राख्नुहोला। सम्पूर्ण प्राणी हितको लागि बुद्ध हुन सकोस् भन्ने भावना गर्नुहोस्। छिवर झ्याछिर के गिउरचिङ सेनवान रोबे गाउँचेनला छिवा झ्यावा ता नाङ्ते सोनपा झ्यावा मिन्तारोस। यसमा के बताएको छ भन्दाखेरि हो ठिक छ, हाम्रो जीवन अनित्य छ, हाम्रो जीवन अनित्य छ, अवश्य पनि हाम्रो जीवन अनित्य छ र मृत्यु अवश्य पनि आउँछ, मृत्यु अवश्य पनि आउँछ र मृत्युले हामीलाई छोड्दैन। हामी मृत्युको के भन्छ अधिकारमै छौँ। तर जबसम्म मृत्यु आउँदैन तबसम्म त बाँचिरहेछौँ नि। जबसम्म मृत्यु आउँदैन तबसम्म हामी बाँचिरहेछौँ। त्यो राम्रो होइन। मृत्यु नआउँदासम्म त हामीले मृत्युको भय त किन गर्नु पर्यो र भनेर भन्छौँ भने यसको लागि उत्तर छ। के भनिन्छ भन्दाखेरि हेर के बताइन्छ भन्दाखेरि छिवर झ्याछिर के हो चिज। यसको अर्थ के हो भन्दाखेरि जस्तै एउटा कसैले एउटा खुकुरी लिएर भेडालाई काट्नको लागि तयार गरेर खुकुरी माथि उठाइसकेपछि खुकुरी उसले काट्न तयार छ, उसले खुकुरी यसो माथि उचाल्यो, अब केही सेकेन्डमा त्यो मर्दैछ हैन त, तर मार्न लागिसक्यो नि। हो त्यस्तै हाम्रो जीवन पनि त्यसरी नै रहेको छ। हाम्रो जीवन पनि त्यसरी नै रहेको छ। हामी अवश्य मर्नुपर्छ, मृत्यु अवश्य आउँछ। तर मृत्यु आउँदाखेरिको क्षण चाहिँ कस्तो हो भन्दाखेरि त्यो भेडाको जस्तो। त्यो भेडा त्यहाँ छ र कसैले काट्न लागिसक्यो भने चाहिँ त्यो काट्न लागेको समयको अवधि चाहिँ के हो त, त्यो पनि मृत्युको तयारी नै हो। त्यसलाई मार्न तर्खर हो नि त। त्यो कसैले यसो गरेर खुकुरीले त्यो काट्न लाग्दाखेरि त्यो काट्ने तर्खर हो, त्यो काट्ने समय हो त्यो। त्यस्तै हामी पनि मृत्युको समयमै गइरहेछौँ। हामी बाँचिरहेको जस्तो लागिरहेछ तर सबै चिज मृत्युकै समयमै गइरहेछ। मृत्युको चाहिँ तयारी भइरहेछ। भन्न खोजेको कस्तो भन्दाखेरि हामी जन्मेको नै, जस्तै एउटा इक्जाम्पल, एउटा उदाहरणको लागि तपाईँले खाना पकाउनुहुन्छ। खाना पकाउने सुरुदेखि तपाईँले चाहिँ खाना त्यो के भन्छ जस्तै भात चामललाई तपाईँले चाहिँ पखाल्नुहुन्छ, त्यसपछि तपाईँले प्रेसर कुकरमा अथवा के भाँडामा पकाउनुहुन्छ। अन्तिममा के को लागि हो त्यो खानाको लागि हो भने चाहिँ अगाडि धोएदेखि तरकारी धोएदेखि नपाकेसम्म त्यो के को उद्देश्यको लागि हो, त्यो खानेको उद्देश्यको लागि हो। त्यसरी नै हामीहरू पनि यस संसारमा जन्मिएको के को उद्देश्यको लागि भन्दा मृत्युको लागि। मृत्यु निश्चित छ, मृत्यु निश्चित छ। जन्मिसकेपछि मृत्यु निश्चित छ भने चाहिँ मृत्युमा जानैपर्छ, मरणमा जानैपर्छ। त्यसकारण जन्मेकै मृत्युको लागि नै हो, यति कुरा चाहिँ बुझ्नुपर्छ। भनेपछि जन्मेकै मृत्युको लागि हो भने चाहिँ जन्मिसकेपछि मृत्युको लागि नजिक नजिक, मृत्युको नजिक नजिक हामी हुँदै जान्छौँ। अब यसो के बताइन्छ भन्दाखेरि सेनवान डुबिङ नास र हामीसँग कुनै पनि अधिकार छैन। किन भन्दाखेरि जन्मेदेखि मृत्युको लागि अगाडि जाँदैछौँ। कसरी जाँदैछौँ भन्दाखेरि बिरामी परेर हामी बिरामी पर्छौँ। त्यो बिरामी पर्नु पनि मृत्युको लागि नजिक हुँदैछ हैन र। हामी बुढो हुँदै जान्छौँ, आँखा कमजोर हुँदै जान्छ, शरीरहरू कमजोर हुँदै जान्छ। बच्चा बेला जवान अवस्थामा पुग्छ, जवान अवस्थाबाट जब त वयस्क हुँदै हुँदै जान्छ बिस्तारी बिस्तारी शरीरहरू कमजोर हुँदै जान्छ, आँखाहरू कमजोर हुँदै जान्छ। पहिला जस्तो उसले कानले राम्रो सुन्दैन, शरीरको मांसपेशीहरूमा फरक फरक अनि परिवर्तनहरू देखिन थाल्छ। त्यो भनेको के हो त, त्यो परिवर्तन मृत्युको लागि नजिक हुँदैछ, मृत्युको तर्खर हुँदैछ, त्यो मृत्युको तयारी हो त्यो के। बुझ्नु भएन? मृत्युको तयारी। जस्तै खाना पकाएको सबै खानाको लागि तयारी हो भने यो अहिले हामी बुढो हुनु, रोगी हुनु, शरीरको मांसपेशीहरूमा तलमाथि हुनु, यो सबै के को लागि त, यो सबै मृत्युको तयारीको लागि नै हो रे, मृत्युको तयारीको लागि नै हो। यो कुरा तपाईँहरूले बुझ्नुपर्छ। त्यसकारण सेनवान रोइङ नास, त्यसकारण हामीहरू मृत्युकै अधिकारमा छौँ। हामी अहिले बाँचिरहेको जस्तो लागिरहेछ, मृत्यु आएको छैन जस्तो लागिरहेछ, औषधि खाएर बाँचिरहेको जस्तो लाग्छ, तर त्यो सबै मृत्युकै तयारी नै हो, मृत्युकै तयारी हो। जस्तै एउटा उदाहरणको लागि तपाईँलाई एउटा कसैले भेडाको टाउको काट्यो, भेडाको टाउको काटिसकेपछि भेडाको जुन त्यो शरीर छ नि, भेडाको टाउको काटिसकेपछि जुन भेडाको शरीर छ नि, त्यसलाई जति चलाए पनि, त्यसलाई जतिसुकै त्यसलाई चलाए तापनि अब त्यो के हुन्छ, त्यो त टाउको काटिसकेपछि त मृत्यु भइसक्यो नि। अब त्यो शरीर पनि के हुन्छ त, त्यो मृत्युकै प्रक्रियामा गइरहेछ। शरीर चल्दैन, शरीर मृत्युकै प्रक्रियामा चलिरहेछ। त्यो जस्तै हाम्रो जीवन पनि के त, यो बुढेसकाल लाग्नु, बिरामी हुनु, हरेक चिज मृत्युकै तयारीमा लागिरहेछ।
भनेपछि यो शरीरलाई के भन्छ मृत्युबाट बचाउन लागिरहेको छैन, रोगले मृत्युबाट बचाउन लागिरहेको छैन, बुढेसकालले मृत्युबाट बचाउन लागेको छैन, यसले मृत्युकै तयारी गर्दैछ। बुझ्नुभयो? मृत्युकै तयारी गर्दैछ। र अर्को एउटा उदाहरण पनि के दिन सक्छौँ भन्दाखेरि छिवा झ्यातर तान नाङ्दै सोम्पा झ्यावा मिन्ताहरू। त्यसकारण हाम्रो यो जीवनमा मृत्युकै तयारी देखिरहेछ, बाँच्ने तयारी देखिरहेको छैन भने। जस्तै एउटा उदाहरणको लागि पहिला वाराणसीमा एउटा एकदम क्रूर दुष्ट राजा रहेछ। त्यो राजाले यति यातना दिन्थ्यो मान्छेलाई, यति यातना दिन्थ्यो भनेर साध्य छैन, एकदमै डरलाग्दो यातना दिने राजा। अब उसले चाहिँ के गरेछ भने बुधगयाबाट चाहिँ एउटा मान्छेलाई बोलाएछ, तिमी 7 दिनभित्र यहाँ आऊ, 7 दिनभित्र तिमी यहाँ आएन भने तिमीलाई मारिदिन्छु भनेछ। अब त्यो 7 दिनभित्र जानु पर्यो, अब ऊ जान तयार भयो नि त, नत्र मारिदिन्छ। भन्छ 7 दिनभित्र ऊ त्यहाँ पुग्नुपर्ने बेलामा उसले जबदेखि उसले त्यो सुन्यो नि 7 दिनभित्र भनेपछि अब उसले खाना खाए पनि सुते पनि हरेक चिज के हो त त्यहाँ वाराणसीको राजाका पुग्ने तयारी नै हो त्यो सबै। अब खाना खाँदा पनि म त्यहाँ जानुपर्छ, किन त मलाई मारिदिन्छ, लुगा लाउँदा त्यसले मलाई मारिदिन्छ, म त्यहाँ जानुपर्छ। बुझ्नु भएन? अब ऊ नुहाए पनि टोइलेट गए पनि हरेक चिज उसो के हो त जाने तयारीमै हुन्छ, त्यो छाँटमाट सबै जाने तयारीको हुन्छ, हतार गर्न थाल्छ, जानको लागि तयारी नै हुन्छ। त्यस कारण 7औं दिनमा पुग्ने हो, तर 7औं दिनदेखि सुनेदेखि नै ऊ त्यहाँ जानको लागि तयारी भइसक्यो, तयार भइरहेछ। भन्छ जसरी ऊ त्यहाँ जाने तयारी भयो, किनकि न त मारिदिन्छ, दिनरात उसले त्यहाँ जानुपर्छ, न त मारिदिन्छ भन्ने सोच आयो नि त। भन्छ हरेक चिज उसले लुगा धोए पनि उठे पनि हिँडे पनि त्यो त्यहाँ राजाका जाने तयारी नै हो। त्यस्तै हामीहरू जीवनमा उठे पनि सुते पनि कुरा गरे पनि होइन, मिठो मिठो खाए पनि लुगा लाए जे लाए पनि त्यो मृत्युकै तयारी जस्तै देखिन्छ। भन्न खोजेको चाहिँ मृत्यु हामीबाट टाढा छैन, हामी हरेक चिज मृत्युकै तयारीमा गरिरहेछौँ। कुरा बुझ्नुभयो? त्यसकारण जस्तै भोलि पोखरा जाने हो भने भोलि पोखरा जान्छु भन्यो भने के हुन्छ? भोलि पोखरा जाने भनेपछि अब हतारिन्छ नि, म साथी म पोखरा जाँदैछु, जे काम गरे पनि अब पोखरा जानको लागि तयारी भएको जस्तै, खाना खाँदा पनि पोखरा जानको लागि तयारी भएर त्यो खाना खाएर शरीरलाई हृष्टपुष्ट बनाएर अलिकति शरीरलाई बलवान बनाउनको लागि खाना खाएर भोलि म जानु छ, त्यस कारणलाई म खाँदैछु भनेपछि जानको लागि हरेक कुरा तयारी हुँदैछ। पोखरा जानलाई त त्यति तयारी हुन्छ भने यो अरू चिज, यो जीवनमा गरेका हरेक चिज के हो त मृत्युकै तयारीमा गइरहेछ। त्यसकारण भन्न खोजेको के भन्दाखेरि यो हामी बाँचिरहेको अवस्था चाहिँ मृत्यु आएको छैन नि त, मृत्यु आएको छैन, त्यसकारण म बाँचिरहेको छु भन्नु पनि एउटा मूर्खताइ हुन्छ। किन बाँचेको पनि मृत्युकै तयारी हुन गइरहेछ भन्न खोजेको यो। जसरी खाना पकाउने कुराहरू सबै तयारी सबै खाना खानको लागि हो नि त, त्यस्तै हामीहरूले बाँचिरहेको हाम्रो वर्ष बढिरहेछ त, 1 वर्ष 2 वर्ष 3 वर्ष गरेर बढिरहेछ नि, यो सबै बढेको के त मृत्युको लागि नै बढिरहेछ। त्यसकारण हामी अवश्य मर्छौँ, यसमा दुई मत छैन। त्यसकारण अवश्य मर्नुपर्ने भएको हुनाले हामीहरूले अहिलेदेखि नै पुण्यकर्म गर्नुपर्छ। अहिलेदेखि नै पुण्यकर्म गरेन भने मरिसकेपछि यो शरीर जाँदैन, मरिसकेपछि मन मात्र जान्छ। शरीर र मन अलग हुने अवस्थालाई नै मृत्यु भनिन्छ। त्यसकारण मरिसकेपछि हामीले मन मात्र लान्छ र मनमा पुण्य कर्म र अकुशल कर्म, पुण्य र पाप मात्रै हुन्छ। पुण्य कर्मले तपाईँलाई सुख दिन्छ अर्को जन्ममा, बुझ्नुभयो? अकुशल कर्म पापले तपाईँलाई अर्को जन्ममा दुःख दिन्छ। त्यसकारण अहिलेदेखि नै पुण्य कर्म गर्न सक्नुपर्छ। त्यसकारण यो अहिले तपाईँहरूलाई यो चाहिँ बाँचुन्जेल अहिले हामीले बाँचेको पनि मृत्युको तयारी हो भने तर्साएको होइन। यदि याद राख कि तपाईँले अहिले बाँचेको बेला मृत्यु आउँदैन भन्नु होइन, यो त मृत्युकै तयारी भइरहेछ। किनकि रोगी भएर, बुढेसकाल लागेर, आँखा कमजोर भएर, कानहरू नसुन्ने भएर सबै चिज मृत्युकै लक्षणमा गइरहेको छ। हरेक चिज मृत्युकै लक्षणमा गइरहेको हुनाले यो जीवन अनित्य छ है, यो जीवन अनित्य छ। मृत्युकै लक्षणमा गएर भने मतलब एक दिन म शरीरबाट मेरो मन अलग हुने सम्भावना छ। त्यसकारण यो मृत्युको समय भएको हुनाले मृत्यु भइसकेपछि कोही आफन्त आफूसँग जाँदैन, कोही पनि जाँदैन, सिर्फ पुण्य मात्र जान्छ। त्यसकारण अहिलेदेखि नै मृत्यु पछिको लागि अर्को जन्मको लागि पुण्य कर्म अहिलेदेखि गर, अहिलेदेखि नै राम्रो काम गर, कुशल कर्म गर, मुखले राम्रो वचन बोल, मनले राम्रो सोच, त्यो नत्र भने ढिला हुन्छ। बुझ्नुभयो? त्यसकारण आचार्य आर्यदेवले के भन्नुहुन्छ, हामी बाँचेको पनि मृत्युकै तयारीमा गइरहेको हुनाले अहिलेदेखि नै यो समयलाई खेर नगर, पुण्य कर्म गर, तिमी सधैँभरि बाँच्दैनौ, तिम्रो मृत्यु निश्चित छ। होस् गर, पुण्य कर्म गर, मृत्यु निश्चित छ, त्यसलाई आत्मसात गर भनेर भन्नुहुन्छ।